अहिले चाहिँ यो फर्सीको सागको सिजन भएर होला कस्तो राम्रो राम्रो मुन्टाहरू बजारमा पाउने कि अनि त्यसमा पनि यसको चाहिँ मोटो मोटो पत्ताहरूको तरुवाको सब्जी बनाउनु चाहिँ एकदमै मिठो हुन्छ कि फेरि हामी तराईबासी परेर होला जेको पनि तरुवा यस्तो सब्जीहरू बनाउन चाहिँ हामीलाई एकदमै मजा खान पनि मिठो र बनाउन पनि मन लाग्ने कि हामी चाहिँ बनाइहाल्छौँ कि तराईमा चाहिँ यही खुबी छ कि तरुवा भनेपछि एकदम अगाडि नै हुन्छौँ हामी तराईवासीहरू चाहिँ। अनि यसै गरी चाहिँ मैले चाहिँ यसरी फर्सीको पत्तालाई केलाएर राखेको थिएँ अनि बेसनको चाहिँ बेटर बनाउने त्यसमा चाहिँ अलिक मोटै बनाउनुपर्छ कि हामीले यसलाई बेसनको घोल चाहिँ। अनि त्यसमा चाहिँ हामीले के गर्ने लसुन अदुवा खुर्सानी चाहिँ पिनेर हाल्दाखेरि चाहिँ मिठो हुन्छ कि चाहिँ अलिक पिरो पिरो बनाउँदाखेरि मिठो हुन्छ। अनि यसलाई मसला भनेको चाहिँ लसुन र सर्सो चाहिँ अलिक धेरै हाल्नुपर्छ कि माछाको मसला बनाए जस्तै। अनि मजाले प्याजहरू हालेर भुट्ने ओर्ने मसला पनि मैले चाहिँ जिरा धनियाँको धुलो सर्सो र लसुन सबै हालेर मजाले पिने थिएँ, टमाटरलाई पनि पिनेर हालेको थिएँ। अनि मजाले रसलाई पकाउने त्यसपछि माथिबाट छोडिदिने त्यसलाई र मजाले यसरी भातसँग खाँदाखेरि यति